संरक्षण समूहद्वारा प्रत्येक वर्ष प्रदान गरिने तारा दत्त पार्वती शिक्षा पुरस्कार 2069 अछाम जिल्ला जालपादेवी गाउँ विकास समिति वडा नम्बर 6 गोयलपानी निवासी श्री सिद्ध फुललाई प्रदान गरी उज्जवल भविष्य क्रियाशील र सफल जीवनको कामना गर्दै पण्डित तारा दत्त पार्वती जोशी शिक्षा पुरस्कार प्रदान गरिएको छ। डाक्टर लक्ष्मीराज पाठक अध्यक्ष, हरिप्रसाद अवस्थी महासचिव, डाक्टर दुर्गा दत्त जोशी पुरस्कार संस्थापक, योगेन्द्र बहादुर चन्द पूर्व प्रधानमन्त्री प्रमुख अतिथि। इति सम्बत 2069 साल श्रावण 25 गते बिहिबार प्रदान गरिदिन हुन म सविनय निवेदन गर्दछु। र साथै जो यहाँ काम परिरहेछ तमुन्नाले धन्यवाद दिन चाहन्छौँ। र हामीले एक हुने हो, हाम्रो एकता हाम्रो संस्कृतिको रक्षाको लागि जो कि अन्ततोगत नेपालकै संस्कृति हो। हाम्रो एकता आफ्नो अधिकार, आफ्नो विकास, आफ्नो पछौटेपन, आफ्नो गरिबी बेरोजगारी हटोस् भन्ने उद्देश्यको लागि हामी एक भए हौँ र एक सधैँ रहने पनि छौँ भन्ने कुरामा सबै मन्जुर होला भन्ने मलाई लागिरहेछ। संस्कृति संरक्षण गरौँ आफ्ना आफ्ना ठाउँको। हजुर भेट्या संस्कृति हाम्रो चिनारी हो। हाम्रा संस्कृतिलाई हामीले मुटुभन्दा पनि माया गरेका छौँ। त्यसैले त यही संस्कृतिलाई माया गर्नका लागि तिम्रो यति ठुलो उपस्थिति भएको छ। म कोटी कोटी प्रणाम गर्दछु तिमीलाई। डडेलधुरामा गएर ठोकिँदो छ अनि यता त्यही गीतको रनको फलटुडिया हुँदै कैलाली हुँदै त्यहाँबाट कञ्चनपुर गइखेर महाकालीका जलका तरङ्गमा तरङ्गित हुँदै 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 बग्दो छ। त त्यसैले हामी संस्कृतिमा बाँधेका छौँ। हामीहरू सांस्कृतिक रूपमा एक छौँ, सामाजिक रूपमा एक भएका छौँ, ऐतिहासिक रूपमा एक भएका छौँ।